सो आज 80 वटा एग रोल बनाएर यति साह्रो थाक्छु भनेर सोचेको पनि थिएन। हेलो गाइस, मेरो नाम आशिष हो। फेरि पनि तपाईँलाई स्वागत छ मेरो नयाँ भ्लगमा। सो सधैँ चाहिँ म आफ्नो ड्युटीको नै भ्लग तपाईँहरूको अगाडि राख्दछु र आज पनि त्यही भ्लगलाई म लिएर आएको छु र सधैँको मेरो डेली लाइफ म तपाईँहरूको अगाडि हमेसा सेयर गर्ने गर्छु। र आज बिहान मैले ड्युटीमा आएर छिटो पहिला मैले चायको लागि मैले दुधलाई यहाँनिर बोइल गर्नु रेडी गर्दै थिएँ र त्यसको बाद मैले चायलाई बोइल गरिसकेर त्यसको बाद मैले अरू कामहरू पनि सकेर अब चाहिँ मैले यहाँनिर भेज रोलको लागि रेडी गरिरहेको छु। र पहिला चाहिँ मैले जुन रोलको जुन तपाईँको रोटी हुन्छ त्यसलाई पहिला प्रिपेयर गरेर त्यसलाई साइड गरेर राख्नको लागि मैले छिटो आफ्नो हातहरूलाई चलाइरहेको थिएँ। र भेज रोल चाहिँ 11वटा थियो र यता के भन्छ एग रोल चाहिँ टोटल 70वटा थियो। सो दुइटा मिलाएर तपाईँको 81वटा बनाउनु पर्ने थियो। र यहाँनिर मैले पहिला चाहिँ भेज रोललाई प्रिपेयर गरेँ, किन भन्दा कतिजना भेज हुन्छ हो, नन भेजसँग अलिकति उनीहरू देख्नु मान्छ भनेर मैले छिटो भेजलाई मैले रेडी गरेँ। त्यसको बाद मैले अब के भन्छ एगलाई स्टार्ट गर्नतर्फ लागेँ र एगलाई छिटो मैले आफ्नो हातहरू चलाएँ, किन भन्दाखेरि है 70वटा बनाउनु पर्ने छ। 70वटा भनेको यहाँ अब सानो होइन एमाउन्ट है, धेरै। किन भन्दाखेरि कति खेप के हुन्छ यहाँनिर लाइन लाग्छ एग रोल बनाउँदाखेरि। तर पनि अहिले त म त अलिक एक्सपिरियन्स भएको छु। अस्तितिर चाहिँ नयाँ हुँदाखेरि चाहिँ मलाई अलिकति अप्ठ्यारो हुन्थ्यो, किन भन्दाखेरि चाहिँ त्यो कुरामा मैले लाइफमा मैले बनाएको थिएन एग रोल त। र मैले यहाँनिर एग रोलको लागि फेरि पनि यहाँ फिलिङ गर्दै सबै कुराहरू एरेन्ज गर्दै है रोललाई एक साइड गर्दै मैले छिटो गरिरहेको थिएँ। र मैले एक रोललाई पनि मैले के भन्छ प्लेनमा चाहिँ मैले बनाएर कन्टेनरमा हालेर त्यसको बाद फेरि सबैमा फिलिङ्सहरू मैले भर्नको लागि सबैलाई मैले एरेन्ज गरिरहेको थिएँ। र यसरी नै मेरो दिनहरू बित्छ है। सधैँ कोही बेला के बनाउनुपर्छ, कोही बेला के बनाउनुपर्छ। र मेरो यदि च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनुहोस् होला। यदि तपाईँहरू फेसबुकमा हेर्नुहुँदैछ भने तपाईँले सब्सक्राइब गरिदिनु होला। यदि युट्युबमा हेर्नुहुँदैछ भने सब्सक्राइब गरिदिनु होला। सो भेट्यौँ हामी नेक्स्ट भ्लगमा। टिल देन बाई बाई।